कहाँ गएर भन्न लाग्नुभयो, हे दैत्यराज, देवताहरूको स्तुतिले प्रसन्न भएका महादेव स्वयं तिमीहरूको संहार गर्न पनि आइरहनु भएको छ। अब तिमीहरू जो इच्छा छ सो गर, नभए तिमीहरूको अविलम्बन नाश हुनेछ। नारदजीका त्यस्ता वचन सुनि दैत्यराज मैले आफ्ना मित्र तारकाक्ष, विभूतमाली र अन्यान्य योद्धाहरूलाई डाकी नारद मुनिले आज्ञा भएको सबै कुरा विस्तारले सुनायो। अनि दानवमा उत्तम बलवान भएको तारकाक्षले भन्यो, हे राजन, किन चिन्ता गर्नुहुन्छ? देवताहरू यथार्थ रूपमा हाम्रा बध्य छन्। त्यो त्रिपुर भेद गर्ने कसको पराक्रम वा शक्ति छ? यदि छन् अत जित्ने इच्छा भएका बलवान शत्रुलाई आफ्ना पराक्रमद्वारा दण्ड दिनु नै उचित छ। वीर तारकाक्षका यस्ता कुरा सुने विभूत मालीले भन्न लाग्नुभयो, हे राजा, श्रीहीन र बलहीन देवता कुनै प्रकारले पनि हामीसित युद्धका अगाडि आउन सक्दै भने त्यो अवश्य क्षयका प्राप्त हुने छैनन्। संशय छैन। हे राजन, यसमा चिन्तित हुनुपर्ने केही कुरा छैन। एकमत भएर युद्ध गरौँ अनि समस्त देवतालाई जितेर इन्द्रको पनि पद भोग गर्नुहोस्। फेरि अघिका हिरण्याक्ष र हिरण्यकशिप पुत्रको पद पाई 14 भुवनको अकट राज्य भोग्नुहोस्। विद्युत मालिका त्यस्ता कुरा सुनेर मैले शान्त स्वरमा भन्यो, हे दैत्य हो, सुन्यौ, अब हाम्रो नाशको बखत आइपुग्यो। यति भनेर देश कम्पित पार्दै र शिर हल्लाउँदै फेरि भन्न लाग्यो, जो शत्रु आफूभन्दा बलियो वा निर्बल छ भने त्योसित साम दाम दण्ड भेद आदिको नीतिको प्रयोग गर्न सकिन्छ। तर ती त सम्पूर्ण जगतका स्वामी श्री महादेव हुन्। उनी दानव र देवताभन्दा धेरै बढ्ता श्रेष्ठ छन्। यदि देवता हामीलाई मार्न आइरहेका छन् भने त्यसको पनि कुनै पनि र उनका सामु युद्ध गर्न गयौँ भने केवल उनको दृष्टिगत खेराइ मात्रले नै भस्म हुनेछौँ। ब्रह्मादि देवता पनि दुखी भई जसका शरणमा जान्छन्। आज उनै ईश्वर हाम्रो नाश गर्न आइरहेका छन् भने हाम्रो के गति होला भन्न सकिन्न। जो क्षण मात्रमा कारण र मुक्तिदाता पनि हुन्, ती महादेवसित युद्ध गरेर हामी कसरी जित्ने आशा गर्न सक्दछौँ? हे वीर हो, हाम्रो विधिहीन तपले के हुन सक्दछ? फेरि त्यसको फल हामीहरूले धेरै वर्षसम्म भोग गरिसक्यौँ। अत म भन्दछु, हे दानव वीर हो, तिमीहरू सबै यतिखेर कालले प्रेरित छौ, त्यसै कारण युद्ध गर्न तम्सिरहेका छौ। मयको त्यस्तो कुरा सुनि नारद मुनि उन्मत्त दैत्यहरूको मृत्यु रूप त्यो कुरा भन्न लागे, हे दानवराज, अब तिमीहरूको तपस्याको फल सकियो। यदि सङ्ग्राममा पछि हटेर नरपुर झैँ देवताहरूको शरणमा जानुभन्दा त सङ्ग्राममा लडी वीरगति पाउनु नै उत्तम ठान्दछु। यदि शिवका हातबाट मर्न पायौ भने उनका प्रथम गणको अधिपति पनि हुन सक्दछौ। सङ्ग्राम नगरेर शरण गर्न गयौ भने पनि देवताका हितका लागि तिमीहरूलाई नमारी छाड्ने छैनन्। फेरि दानवहरूका राजा वीर पराक्रमी भएर पनि कायरतातिर लाग्नु उचित छैन। कायरदेखि शिवजी प्रसन्न हुँदैनन्, बरु युद्धमा पराक्रम देखाउने वीरदेखि प्रसन्न हुनेछन्। अत किन नलड्ने? अवश्य लड। यदि संयोगले जित्यौ भने तिनै लोकको सुख भोग गरौला। नारद मुनिका त्यस्ता कुरा सुनेर तारकाक्ष र विद्युतमाली दानवहरू आयुष क्षीण भइसकेका हुनाले भन्न लागे, ठिक हो, उत्तम हो, नारदजीले आज्ञा भएको उचित हो। दानवराज मयले पनि आफ्ना सहयोगीहरूको कुरा सुने, सबै निर्वेद गरे। त्यसपछि समस्त दानवहरू युद्धको इच्छा गरी अनेक तरका शस्त्रास्त्रहरू सज्ज तयार भए। बलनामा, नेमिनामा, बाणासुर, तारकाक्ष, विद्युतमाली आदि मुनि आग गर्दै गर्जन थाले। फेरि ती दानव
सैन्य देखिन लागे। परस्परमा ऊ रथ आयो, उता हेर ऊ महादेवका रथको ध्वजा देखियो भन्न लागे। भएर शोक त्यागी नाना तरहका शस्त्रास्त्रले युद्धका इच्छाले जसरी पशु पुतली आगोको नजिक जान्छन् त्यसरी नै त्यो पशु गए झैँ कालले प्रेरित दैत्यगणले शिवको रथ कहिले आइपुग्छ र युद्ध गर्न पाइन्छ भनी हेरिरहेका थिए। त्यस्तै बखतमा पश्चिम सागरको शीर्षोभागमा रहेको अनेक सौन्दर्यले शोभा बढाइरहेका ध्वजा पताका आदिले सज्जित एवं सुशोभित सुमेरु पर्वत समान शिवरथ देखियो। नन्दी स्वरूप आदि महादेवका प्रथम गणहरू उच्च स्वरले सिंहनाद गर्न लागे। तिनको सिंहनाद सुनेर दानवगणहरू पनि नगर छाडी बाहिर निस्के। यस्ता चण्डेश्वर पनि उज्जवल कुठार हातमा लिएर डरलाग्दो मुख पारी शिवगणका सामुने आए। फेरि देदीप्यमान त्रिशूल हातमा लिई शिवकै सामना पराक्रम गर्ने इच्छा भएका गणका अधिपति पार्श्वभागमा आए। अर्को गणका स्वामी शङ्कुकर्ण मुसल हातमा लिएर अर्को पार्श्वमा लडे। नन्दी भृङ्गी रीति वीरभद्र आदि दानवीरहरू पनि वज्र त्रिशूल गदा परिघन मुद्राले सङ्ग्राममा तत्पर हुनुभयो। नन्दी चाहिँ महाबली शिलाले मोर्दा पनि उसलाई केही हानि गर्न सकेनन्। तब रिङ्गी र रिटीले त्यसै दैत्यका पृष्ठदेशमा प्रहार गरे अनि उनले पनि सर्पझै निश्वास फेर्दै ठुलो शूलले भृङ्गी र रिठीलाई मर्ममा प्रहार गर्यो। त्यस्तो पीडा खप्न नसकी भृङ्गी र रिठी सङ्ग्रामबाट भागे। त्यस दानवराजले जब तिनीहरूलाई त्यसरी भगायो तब गणनायक गणेशलाई पनि 1000 स्वरको प्रहारले घायल तुल्यायो। फेरि 63 र 10 बाण थपेर गणेशको सर्वाङ्गमा घाउ गरायो। वैरीको त्यस्तो अदम्य साहस देखेर गणेशजी पनि रिसाई सुँड लामो पारेर त्यस दानवको घाँटीमा फेरि बेसमुठी मर्दा हात्तीले तलाउमा फुलेको कमलको पुष्पलाई सहजै उखेलेर फालेझैँ गरी विद्युत प्रवाह दानवको शिर उखेलेर फालिदिए अनि गिँडबाट उसको शिर सरोवरबाट छुट्टिए। हात्तीका दाँतमा अड्केको कमलको पुष्प झैँ शोभित भयो। त्यो देखि भृङ्गी र रिठीले अनेक स्तुति गरी गान गरे अनि नेमिनामा र बलनामा दुवै दानव रिसाई गणनायक गणेशका सर्वाङ्गमा बाण हानेर घाउ लगाए। कर्णले बीचमै रोकेर तिनका रथ सारथी ध्वजा र घोडा सबै काटी मारी विरथी गराए। ती दुवै दानव पनि तत्काल अर्को रथमा चढेर आए। चण्डेश्वर र गणनायकका सबै अङ्गमा अनेक बाण प्रहार गरी घाउ पारिदिए। गणनायक र चण्डेश्वरले पनि दानवका प्रहार खपेर रिसले रातारात आँखा पारी हातमा मुसल लिई वेगले हाने। त्यस्तो चोट खप्न नसकी दुवै दानव यमराजको नगरमा पुगे। त्यसपछि त्रिपुर निवासी ठुला जो योद्धाहरू थिए ती सबै रिसले चुर भई एकसाथ निस्केर वज्र त्रिशूल परिघ कुठार आदि शस्त्र लिई शिवजीका गणमाथि जाइ लागे। यसरी परस्पर घोर घमासानको सङ्ग्राम चल्न लाग्यो। महादेवको आज्ञा पाएर शिवगणहरू पनि गजराजले कदली बन्धोस्त पारेझैँ गरेर उन्मुक्त सिंहले मृगहरूलाई भगाए झैँ ती दानवहरूलाई छिन्न भिन्न पारी मार्न लागे। ती दैत्यहरूका कसैका शिर छैनन्, कसैका गिँड छैनन्। त्यस युद्धमा रगतको नदी बगे झैँ भयो। वायुको वेगले छिन्न भिन्न भएका मेघ झैँ र वज्रको चोटले धुलो भएका पर्वतका शिखर जस्तै लड्दै पश्चिम समुद्रमा गिर्दै गए। जब नेमिनामा र बलनामा वीरहरू शङ्कुकर्णले मारे भन्ने सुनेपछि तारकाछ्या नामको दानव रिसाएर गणनायकमाथि झम्टियो र अनेक बाण प्रहार गरेर घायल पारिदियो। तब शङ्कुकर्णले पनि उच्च स्वरले सिंहनाद गरे अनि त्यो दानव केही बलहीन भएर गिर्ला जस्तो देखियो अनि निर्धक्क सहित त्यसका छातीमा भाला प्रहार गरे। त्यस चोटले दानव भूमिमा लड्यो तर तुरुन्त उठेर चक्र लिई गणनायकमाथि प्रहार गर्यो अनि शङ्कुकर्णले रिसाई साह्रै पीडा पर्ने गरी मुड्कीले हानी
गाए त्यो चोटले दानव भन्न घुमेर ढली मूर्छा पर्यो र दिव्य आयुधमा प्राप्त भयो। त्यसपछि उनलाई गिरेको देखेर उठाई राजा मैले भवनमा लगेर सारा स्तुति सुनाउँदै अनेक किसिमले विलाप गर्न लागे। त्यसरी रोई विलाप गर्न लागेको दानवहरूलाई मैले राम्ररी बुझाइ भने, हे दानव, मेरो घरमा अमृतको कुण्ड छ, त्यसैमा चोबी मरेका जति सबै दानवलाई बचाओ। त्यति सुनेपछि जो आज्ञा भनी प्रसन्न मनले मरेको तारकासुरलाई अमृतमा जीवन प्रदान गर्ने भनेर खुसीले राजा महेशलाई सबैले बारम्बार प्रणाम गरे। त्यसै गरी मरेका अरू दानवहरू पनि दोब्बर साहस र शक्तिका साथ सङ्ग्राममा आयो। ब्रह्माजीले त्यसलाई देख्न साथ आफू दाहिने हातले भयो, हे ईश्वर, त्यसलाई बचाउनेछ, अत हे शिव, त्यसका घरमा अमृत रहेसम्म मरेका दानवहरूलाई बराबर बचाइरहनेछ। त्यसकारण एक बाण प्रहार गरेर त्यो अमृत सोसी लिनु पर्दछ। ब्रह्माजीको वचन मानेर शिवले एक बाण प्रहार गरी सारा अमृत सोसी लिनुभयो। ब्रह्माजीले फेरि विनयपूर्वक गरे, हे प्रभु, जब त्यो बाण प्रहार गर्नुहोस्, मैले त्रिपुरसितको युद्ध अगाउन्जेल देखेँ। लड्दा लड्दा आज 1000 वर्ष बितिसक्यो, तर त्यसको नाश हुन सकेन। अब त्यो बाण शीघ्र छाड्नुहोस् अनि बैरीका नाश होला। ठिक उसै बेला ती 3 पुरहरू आधा निमेषसम्म जोडिए फेरि छुटिनेछन्। ती पुरहरू एकपल्ट जोडिएर छुटिएपछि जति बाण प्रहार गरे पनि सफलता प्राप्त हुन सक्दैन। हे प्रभु, मेरो प्रार्थना स्वीकार गरी बक्सन्छ भने तत्काल बाण प्रहार गरेर त्यस त्रिपुरलाई नाश गर्नुहोस्। ब्रह्माजीका त्यस्ता वचन 10,000 वर्ष पुरा पुग्नासाथ आधा निमेष आँखा झिम्म गरेर उघार्ने जति समयको लागि त्यो पुर जोरियो। तब महादेवले आफ्नो योग बलले जोरिनुलाई निश्चय पारिदिनु भयो अनि जसको टुप्पामा अग्नि सोम स्थित भएर त्यो नारायण रूपी बाण शिवले प्रहार गर्नुभयो, त्यो बाण छुट्टिनासाथ त्रिपुरका भए म त्यसलाई अग्निले नडराओस् अनि बेगले गई मयको घरमा नन्दीले देखे। राजा मय शिवलिङ्ग भने अग्निले तिमीलाई जलाउने छैन। मयले तुरुन्त नन्दीलाई त्यसै बेला अग्नि पनि आइपुगेर थाले। अनेक दानव र तिनका परिवारहरू कराएको मात्र सुनिन लाग्यो। वस्त्र खुलेका अनेक सुन्दरी स्त्रीहरू घरबाट बाहिर निस्की रोई कराएको चर्को स्वर सुनिन लाग्यो। अग्ला अग्ला महल र विमानहरूमा रहेका कठोर कडा र उच्च स्तन भएका मदले विहल नेत्र भएका आफ्ना आफ्ना पतिका अत्यन्त प्रिय नारीहरू अग्नि बाणले डराई घर घरमै यताउता दगुन र कराउन थाले। उस्तै पर्वतमा भूमिकम्पन हुँदा त्यहाँका किन्नरहरू भयले व्याकुल हुन्छन्, त्यस्तै आफ्ना पतिलाई भयले आकुल भई अङ्कमाल गर्न लागे। कोही डराई भाग्न लागे। कतिपय दानवगणहरू आफ्ना आफ्ना स्त्रीहरूलाई बोकेर नगर छाडी बेगले भाग्न लागे। शिवको भक्तिले हिम र वस्त्राभूषणले पनि हिम पर्वताकार दैत्यमा डरलाग्दो काला नकाला दानवहरू डढेर सागरमा खस्न लागे। जति दानवहरू समुद्रमा खसेथे ती सबैलाई जलका अनेक जन्तुले खान थाले। कति दानवहरू त आफ्ना पति वा पत्नीको अवस्था देखेर खप्न नसकी आगोमा डढेर मरे र तीका अन्तमा खेदित भएका तर तुरुन्त कामले पीडित भई प्रियाका साथ जाउँ भन्ने इच्छा भएका ती कति दैत्यहरू भार्यासहित अग्निमा डढेर मरे। कोही समुद्रमा हाम फाली जल जन्तुको भोजन भए, कोही आधा डढेर कोही भाग्दा डढे स्वाहा भए। यस प्रकार त्यो अमोद अग्नि सोमयुक्त बाणले त्रिपुर भस्म पारी शेष नगर समुद्रमा डुबाई फेरि भगवान शिवको हातमा आइपुग्यो। त्यस्ता प्रकारले अभेद त्रिपुर भस्म भएपछि देवताहरू आफ्ना आफ्ना
अधिकार पाई शिवजीलाई प्रणाम गरेर स्तुति गर्न लागे। हे रुद्र, आज हजुरद्वारा भयो, अत हजुरलाई कोटि कोटि नमस्कार छ। यस्तो देवगणहरूले स्तुति गरेको सुनि महादेव प्रसन्न भएर आज्ञा भयो, हे देवता हो, आफ्नो प्रिय भक्तहरूलाई सदैव पुत्र जस्तै स्नेहपूर्वक पालन गर्नुपर्दछ। आज त्रिपुरवासी दानवहरूको संहार हुनु गएकोले तिमीहरूको इच्छा पूर्ण भयो। अब तिमीहरू खुसी साथ आफ्ना आश्रममा जाओ। श्री महादेवले यस्तो आज्ञा भएको सुनि महादेवलाई दण्डवत प्रणाम गरी देवताहरू आफ्ना आफ्ना लोकमा जाँदा भए। देवताहरू गएपछि नारङ्गी भूत प्रेत पिचास डाकिनी साकिनी सहित भएका शिवजी कैलाश पुगी पाल्नुभयो। हे अगस्त्य मुनि, त्यो सहसा कसैले वर्णन गर्न नसक्ने त्रिपुर दाह मैले सुनाए। जो शिव भक्त खुसी साथ मरेपछि शिवको साथ पार्षद भएर सधैँ कैलाशमै बस्न पाउनेछ। इति श्रीकन्द पुराणे केदारखण्डे महात्म्य कुमारगस्त्य संवादे त्रिपुरदाह वर्णनम नामं चतुर्थम अध्याय। ओम श्री स्वस्तानि परमेश्वरी नमो। श्री स्वस्तानि परमेश्वरी, श्री स्वस्तानि परमेश्वरी। के गर्नुभएको? त्यस्तो नगर्नुहोस् न, मम्माले भनेको सुन्नुहोस् है। भगवानको पाठ पढिरहेको छु नि त मम्मा, स्वस्तानि परमेश्वरीको 5औं अध्याय। प्रभु स्कन्दजी भन्दछन्, हे अगस्त्य मुनि, दक्ष प्रजापतिले 33 कोटी कन्या 33 कोटी देवतालाई कन्यादान दिए। सबैलाई ज्वाइँ तुल्याई आनन्दले रहेका थिए। सोही कालमा दक्ष प्रजापतिले आफ्नी स्त्री बिरणीसित कुरा गर्न लागे। हे स्त्री बिरणी, हामीले बृहस्पति सब नाउँ गरेको यज्ञ गर्न चिताएको धेरै काल भयो। बृहस्पति सब यज्ञ गरौँ, सामग्री तयार गर। महादेव सतीदेवी बाहेक अरू छोरी ज्वाइँ ब्रह्मा विष्णु प्रभृति देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा 10 दिक्पाललाई निमन्त्रणा गर्न पठाऊ। यति आफ्ना स्वामी दक्ष प्रजापतिले भने। किन्नर दैत्य नाग अप्सरा 10 दिक्पाललाई निमन्त्रणा गर्न पठाइन्। दक्ष प्रजापतिले रिसाएर महादेवलाई गरेको के यज्ञ गर्नको निम्ति सम्पूर्ण देवता ऋषिहरूलाई निम्ता दिई आएका थिए। महादेव पनि आइबसेका थिए। त्यसै बेला ब्रह्मा आउँदा महादेव पर्यन्त उठे। फेरि दक्ष प्रजापति आउँदा सब उठे, तर महादेव र ब्रह्माजी उठेनन्। दक्ष प्रजापतिले महादेवले मेरो अपमान गर्यो भनी रिसाई गाली गरे र म ससुरा आउँदा पनि नउठ्ने त्यस्तो फुर्सोलाई पनि ज्वाइँ गराउँछु। हेर कहाँ मृगका जस्ता आँखा भएकी सतीदेवी छोरी, कहाँ यो बानरका जस्ता आँखा भएको यस्तो फुर्सालाई पर्न गई भनी त्यस यज्ञमा अनेक तरहका गाली गलौज गरेको हुनाले त्यसै रिसले गर्दा सतीदेवी महादेवलाई बृहस्पति सब नाम गरेको यज्ञमा निम्ता नगरेको हो। दैत्य नाग अप्सराहरू नाना वस्त्र अलङ्कार पहिरी यज्ञमा हुम्न भनी मणिक्य नाना द्रव्यले दक्ष प्रजापतिको घर गए। दक्ष प्रजापतिले सबैसित शिष्टाचार गरी बृहस्पति सब यज्ञ गर्न आरम्भ गरे। कस्तो यज्ञ भने जस्तै श्री महादेव नन्दी भृङ्गी चतुष्टी योगिनी भूत प्रेत पिचास प्रथम गणले सँगै भई बस्दा शोभायमान देखिन्छ, त्यस्तै अष्टमङ्गल पूर्ण घण्ट इत्यादि 33 कोटी छोरी 33 कोटी ज्वाइँ ब्रह्मा विष्णु प्रभृति देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा 10 दिक्पालले सहित भई मणिक्य रत्न नाना वस्त्र अलङ्कार होमी। अब कहाँ बस्छ र? होमी नाच गीत वाद गरी यज्ञ गर्दा शोभायमान देखिन्थ्यो। त्यस्तै तरहले महा आनन्दले यज्ञ गरिरहँदा नारावती हेरी हिँड्न लागे। दक्ष प्रजापतिका 33 कोटी कन्या ब्रह्मा विष्णु प्रभृति 33 कोटी देवता ऋषि यक्ष गन्धर्व
दैत्य नाग अप्सरा सबैलाई देखे, तर महादेव र सतीदेवीलाई देखेनन्। बिना महादेवले दक्ष प्रजापतिको यज्ञ कसो गरी सिद्ध होला, निम्ता गर्न बिर्सेर हो कि त्यो के हेतु हो, विचार गरी हेरौँ भनी तत्कालैमा उहाँदेखि अन्तर्ध्यान भई कैलाश पर्वतमा गए। त्यस बेलामा महादेवले देवीकन, हे प्रिय, आज हामी दुईजना जुवा खेलौँ जाउँ भनेर सतीदेवीले हवस पनि पासा ल्याए। दुईजना जुवा खेल्न लागे। खेल्दा खेल्दा सतीदेवीले जितिन् र महादेवलाई गिर्याउन लागिन्। तब शिवजी रिसाई झोली थापे, त्यो पनि जितिन्। त्रिशूल र डम्बरू थापे, त्यो पनि जितिन्। नाग गहना थापे, त्यो पनि जितिन्। त्यस बेलामा त थापे, त्यो पनि जितिन्। त्यस्ता तरले धेरै बिहार्दा केही भन्न नसकी महादेव हाँसिरहे। त्यसपछि सतीदेवीले बिन्ती गरिन्, तपाईँका वस्तु सबै जितिसके, अब के थाप्नुहुन्छ थाप्नुहोस् भनी भन्दा महादेवले अब मेरो अङ्ग थाप्छु भनी आज्ञा गरे। सतीदेवी बिन्ती गर्छिन्, हे प्रभु, तपाईँका अङ्गका सट्टा कुन कुरा चढाउला, त्यो हजुर फेरि हजुरको अङ्ग जुवा खेली जित्नु मेरो गराउनु पर्दैन। जुन दिन मेरो बाबा महोत्तरीले हजुरको हातमा तिल कुश समेत राखी कन्यादान दिएका थिए, उसै दिनदेखि हजुरको अङ्ग मेरो अङ्ग हजुरको हो, यसमा केही फरक छैन, हजुरको अङ्ग थाप्नु पर्दैन भनी सतीदेवीले बिन्ती गर्दा महादेव अति खुसी भए। धन्य धन्य तिमी भनी जुवा खेलिसकी दुवै स्त्री पुरुष मिठा मिठा कुरा गरी सुखसित कैलाशमा रहेका थिए। त्यसै बेलामा नारद ऋषि पुगी श्री महादेव र सतीदेवी दुवैको चरणमा साष्टाङ्ग दण्डवत गरी अञ्जुली बाँधी खडा भइरहे। श्री महादेव कस्ता भने, जटाको मुकुट गराई, बाघको छालाको पटुका बाँधी, हात्तीको छाला ओढी, भस्मले अङ्गमा लेपन गरी, ठाउँ ठाउँमा सर्पका गहना लगाई, नरमुण्डमाला लेपन गरी, गलामा पैरी, सतीदेवीलाई काखमा लिई, कोटी सूर्यको तेज गरी जाज्वल्यमान सहित नन्दी भृङ्गीद्वारा राखी विराजमान भइरहेका त्यस्ता महादेव प्रभुलाई नारदले देखि मनमा अति हर्ष भई बारम्बार चरणमा दण्डवत गर्दा भए। यस्ता तरहले नारद ऋषिले भाव भक्ति गरेको देखे महादेवले मनमा आनन्द गरी खुसीले गदगद भई हाँसिकन आज्ञा भयो, हे मुनि, तिमीदेखि मेरो मन आनन्द भयो, वर माग भन्ने आज्ञा भयो। तर नारदले भने केही भन्न नसकी खडा भएर आज्ञा भएको सुनि नारदले बिन्ती गरे, हे प्रभु, अरू के माग, परम ब्रह्मा आएको कारण बिन्ती दैत्य दानव वरिष्ठ प्रभुति ऋषि नाग अष्टवसु यज्ञ प्रदक्षिणा गर्दा तपाईँ दुवैलाई देखिन। अरू दिन्दले रहेका यज्ञका भोक्ता कर्ता तपाईँलाई किन डाकेनन् भने म आएको हुँ। हे गौरी शङ्कर, यसको अर्थ केही बुझ्न सकिन भनी नारद मुनिले बिन्ती गरेको सुने श्री महारुद्रसित बिन्ती गरिन्, हे प्रभु जगदीश्वर, हामी दुईलाई मात्र किन डाकेनन्? नारायण प्रभुति 33 कोटी ऋषि, यज्ञ गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा, फेरि मेरा बहिनीहरू र 10 दिक्पाल सबैलाई डाक्दा हामी दुईलाई किन डाकेनन् भनी मनमा अति विलाप गरी आँखाबाट आँसु चुहाई अति दुःख मानिरहने। यस्ता तरहले सतीदेवीले विलाप गर्दा महादेव आज्ञा गर्दछन्, हे प्रिय, दुःख कति नमान, किनभने तिमी नरुचाएकी छोरी, म मन नपरेको जुवाई डाकेनन् त जान देऊ। त्यस कुरामा तिमीले अपमान मान्नु पर्दैन। तिम्रो म छ नगए के होला, हे प्रिय, तिमी दुःख नमान भने शिवले सम्झाउँदा भए। यस्ता तरहसित शिवले बुझाउँदा पनि नमानी स्वामी, त्यस्तो आज्ञा नगर्नुहोस्, मलाई यज्ञ हेर्नको साह्रै इच्छा लाग्यो। आज्ञा भए नारदसँग गई एकपटक फेरि आउँछु भने बहुतै ढिपी गरी महादेवका पाउ परी। महादेवले, हे प्रिय, त्यस्तो हट नगर, किनभने विशेष तिमी आफ्नो मनमा रहेकी उहाँ गएपछि अपमानित हौली, जान्ने काम नगर भनी अनेक तरहसित बुझाउँदा पनि नमानी कैलाशबाट नारदसँगै आई दक्ष प्रजापतिको यज्ञ गरेको ठाउँमा गइन्। यज्ञमा पुगी आफ्ना पिता दक्ष प्रजापति, माता
बिरानी भन्नुहोस् विष्णु प्रभुति 33 देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा दश दिक्पालका स्त्री पुरुष सहित सबै डाकेर हामी दुईजनालाई मात्र किन ढाक्नु भएन? फेरि यज्ञका कर्ता महादेव नभई तपाईँको यज्ञ कसो गरी पूर्ण होला? अरूले हुँदैन यज्ञका फल दिने उनै हुन् देवताका नायक, सृष्टि स्थिति संहार गर्ने पनि उनै हुन्। हे पिता महादेव नभई यज्ञ गरेको धर्म किन गर्नुभयो? हे पिता तपाईँको जय हुने छैन। श्री महारुद्रकण्ठ डाक्न पठाउनुहोस्। उहाँपछि तपाईँको यज्ञ पूर्ण होला, फल मिल्ला। हे पिता शङ्कर हजुर अशङ्कर गरी तपाईँले यज्ञ गर्नुभयो। यस यज्ञको शङ्कर को हो कि यो ब्रह्माण्डमा दुई शङ्कर भए? सो आज्ञा गर्नुहोस्। महादेव र मलाई नडाकेको कारण के हो कि? हे बाबा सबै वृत्तान्त आज्ञा गर्नुहोस्। पनि सतीदेवीले भन्दा दक्ष प्रजापति भने, हे पुत्री सतीदेवी सुन, त दुःख नमान, किनभने तेरो पुरुष भोला महादेव यस यज्ञमा राख्नु योग्य छैन। बृहस्पति सब यज्ञमा 33 कोटी देवता ऋषि यक्ष किन्नर दैत्य अप्सरा नाग सकलका स्त्री पुरुष सहित अनेक रत्न मणिके गहना गराई श्रीखण्ड लेपन गरी विचित्र वस्त्र पहिरी वेद पारायण गरी नाना मङ्गल जात्रा गरी गन्धर्वले गीत गाउने अप्सरा नाच्ने यस्ता ठाउँमा घिनलाग्दो महादेव कसो गरी डाकौँ? हे पुत्री तेरो स्वामी के ढङ्गको छ? खरानी घसी बाघको छाला कम्मरमा बाँधी हात्तीको छाला ओढी 20 पाङ धतुरो खाई राता राता आँखा गरी जसो मन पर्यो उसो नाची जटाको मुकुट बाँधी सर्पका गहना गराई मुण्डमाला लगाई दाहिने हातले डमरू बजाई बायाँ हातले त्रिशूल समाई भूत प्रेत पिचास अघि राखी दिगम्बर वाला भई पाउक पनि जहाँ मन लाग्यो त्यहीँ राखी लाज नमानी हिँड्ने यस्ता अनेक स्त्रीगण देवकन्या यक्ष कन्या गन्धर्व कन्या नाग कन्या धेरैजना रहेका, फेरि तेरा बहिनीहरू रहेका ठाउँ त्यस्तो पवित्र 33 कोटी देवताले युक्त भएको ठाउँमा कसो गरी त्यस्तो अशोभा देख्दैमा घिनलाग्दोलाई डाक्नु? हे पुत्री सतीदेवी यस निमित्त डाक्न नपठाएको हो, तँलाई मात्र डाक्न पठाऊ भने पनि त्यो समेत आउला भनी तँलाई समेत डाकेको हो। तँ दुःख नमान। हे पुत्री तैँले मेरो सेवा पनि गरेकी थिइस्, अपराध पनि केही गरेकी छैनस्। तेरो स्वामी त्यस्तो हुनाले तँलाई नडाकेको हो। फेरि त्यसैले तैँले सृष्टि स्थिति सम्हार गर्ने महादेव हुन्, यज्ञमा भोक्ता फल दिने पनि उनै हुन् भनिस्, त्यस्तो होइन, त्यो त बौला मात्र हो। यज्ञकर्ता नारायण हुन्, सृष्टि गर्ने चतुर्मुखा ब्रह्मा हुन्, स्थिति संहार कर्ता नारायण ब्रह्मा विष्णु हुन्। त्यो महादेव कहाँको देवता हो? त्यसकन नडाकी मेरो यज्ञ कसो गरी अशुद्ध होला? तेरो स्वामी महादेवलाई कसै भए पनि म डाक्ने छैन। त्यस्तो मेरो यज्ञमा के वर दिनु नभए किन मेरो यज्ञ पूर्ण हुँदैन? 33 कोटी देवता ब्रह्मा विष्णु जस्ता आएका छन् भने दक्ष प्रजापतिले आफ्ना स्वामी जगदीश्वरलाई क्षुद्र वचन गरेको सुने मनले सहन नसकी राता राता आँखा गरी नाकका चाहिँ निश्वास गरे सुस्केर हाली धारा खिरी रिसले चुरमुरिँदै उठिन् र भूमिमा लात्ताले हानी यज्ञमा फेरि आफ्ना स्वामीलाई नाना तरको गाली गरे। आफ्ना छातीमा मुर्कीले हानी शिव शिव भनी महादेवको नाम उच्चारण गरी अनि प्राण छाडिन् र हिमाल गइन्। अध्याय सुन्यौ हे अगस्त्यजी, सतीदेवीले यज्ञमा काल हाली प्राण छाडेको देखि देवता यक्ष गन्धर्व नाग अप्सरा त्यहाँ रहेका सबैले हा हा क्या अनर्थ भयो भनी अन्धकार भयो। वायु पनि छैन व्रतले छैन।
अनि अब सुरु गरेकै भोलिपल्ट मिन्स हो 7 अध्याय छुटिसक्यो सँग बहन लाग्यो बिना बादल उसै पनि मेघ गर्जे जस्तो गर्जन लाग्यो सबै देवताका आँखामा धुलो परी भूमिमा घोप्टो परे कतिलाई उडाएर लग्यो हजुर कति रुन लागे कति आफ्ना जीवको सम्भार गरिरहे यस्ता प्रकारले उत्पात भयो त्यो देखि दक्ष प्रजापतिले मनमा चिन्ता गरी सबै छोरी ज्वाइँकन बुझाइ बोध गराई धैर्य गर डराउनु पर्दैन भनी नाना प्रकारले सबैलाई बुझाइसकी बहुत चित्त आकुल गरी आफ्नो गुरु बृहस्पति ऋषि छेउ गए दक्ष प्रजापतिले बिन्ती गरे हे गुरु अब कसो गर्नु भनी कराउन लागे त्यस्तै बेलामा नारद ऋषिले सतीदेवीको प्राण मुक्त भएको देखिकन वायु बेगले गई चाँडै कैलाशमा पुगे श्री महादेवका चरणमा दण्डवत गरी बिन्ती गरे हे ईश्वर तपाईँकी प्राण तुल्य सतीदेवीले अग्निकुण्डमा प्रवेश गरी प्राण त्यागिन् किनभने हे वृष्मध्वज प्रापिष्ट दक्ष प्रजापतिले तपाईँलाई नाना तरहले निन्दा गरेर अनेक तरहको हेला गरी गाली गरे त्यो कहाँको देवता हो त्यो त बौलाको हो गर न डिस्टर्ब गर्न आउन डिस्टर्ब गर्न नआऊ बौला पो हो त्यसलाई नछाडी के हो त्यसलाई नडाकी के होला भनी निन्दा गरेको सतीदेवीले सहन नसकी अत्यन्तै क्रोध गरी लात्ताले भूमिमा हानी कसैको मुखमा नहेरी यज्ञ प्रदक्षिणा गरी तपाईँको नाम लिई यज्ञ कुण्डमा फाल हाली प्राण त्याग गरिन् हे प्रभु तपाईँको भयले अग्निले शरीर दग्न गर्न सकेको यज्ञ कुण्डमा रहनु भएको छ ईश्वर यी कुरा बिन्ती गरौँ भन्ने आएको हुँ अब कसरी बोल्नुला ध्यान दृष्टिले हेर्नुहोस् भने यति नारदको वचन सुनि अत्यन्त क्रोध गरी तिनी आँखाबाट आगो निकाली दाराकिटी रिसले हात मुर्की पारी नारदका मुख्यान्जेल भने हे नारद 33 कोटी देवताले रक्षा गरिराखेको पापिष्ट दक्ष प्रजापतिको निर्मूल नपारी छाड्ने छैन अब तिमी आश्रममा जाऊ भनी बिदा दिएर नारदले साष्टाङ्ग प्रणाम गरी त्यहाँबाट बिदा भई ब्रह्मालोक गए त्यहाँपछि श्री महादेवले सतीदेवीकन सम्झे अत्यन्त क्रोध गरी तिनी आँखाबाट अग्नि ज्वाला निकाली आफ्ना शिरदेखि एक जटा उखेली पृथ्वीमा पछार्नुभयो मेघ गर्जे झैँ ठुलो शब्द गरी कराई भयङ्कर चतुष्टि योगिनी भूतप्रेत प्रथमगढ समेत भई महाकाली उत्पत्ति भइन् कस्ती महाकाली भने भयानक मूर्ति मुण्डमाला लएकी आकाश समान भेट भएकी बाघको छाला कम्मरमा भेरेकी केश भिजाएकी कहिले जिब्रो चलाउने त्यस महाकाली श्री महादेवको मुख्याञ्जल खडा भई के कामले आराधना गर्नुभयो आज्ञा गर्नुहोस् भनी खडा भइरहन् फेरि माथ गरे झैँ गरी कदारा दाहिने हातमा त्रिशूल लिएका त्यस्ता भीष्म मूर्ति महादेवका मुख्याञ्जल खडा भई महाकाली र वीरभद्रले भित्ति गर्न लागे हे ईश्वर किन हामीलाई आराधना गर्नुभयो आज्ञा गर्नुहोस् भन्दा महादेव आज्ञा गर्नुहुन्छ ए वीरभद्र महाकाली तिनीहरू दुवै अहिले गई 33 कोटी देवताका रक्षा गरिराखेको पापिष्ट दक्ष प्रजापतिको यज्ञ विध्वंस गरी दक्ष डोलायमान गरी कालाय अत्यन्त रुद्र भए यज्ञमा भए दक्ष प्रजाको निकाली फेरि भयो वायु विपरीतले चल्न लाग्यो त्यस्तो उत्पात भएको देखि यज्ञमा पनि त्राहिसाही भइरहेका थिए त्यस्तै बेलामा महावीर वीरभद्र महाकाली गणसहित
है मेघ गर्जे चाहिँ घल्ची हात्तीका बथानमा सिंह गए झैँ गरी दक्षका यज्ञमा पुगे रहेका देवता यक्ष गन्धर्व किन्नर दैत्य नागहरूसँग सिंह जुधे झैँ गरी सङ्ग्राम गरे। त्योदेखि यज्ञमा रहेका दक्षका छोरीहरू देवता देवकन्या ऋषिकन्या गन्धर्व कन्या नागकन्या ऋषि नारायण नारायण भन्दै लडी पाँची मूर्छा भई लडिरहे। विष्णु प्रभुति 33 कोटी देवता यक्ष गन्धर्व किन्नर दैत्यहरूले दक्ष प्रजापतिको निम्ति आफ्नो आफ्नो शस्त्र अस्त्र लिए महावीर वीरभद्र महाकालीकन प्रहार गर्न लागे। यस्ता प्रकारले परस्पर युद्ध भयो। दुवैतिरका सेनाले महाघोरसँग युद्ध गरे। आफू सिंहनाद गर्थे। इन्द्रादि 33 कोटी देवताले वीरभद्र महाकालीलाई अनेक शस्त्र अस्त्र प्रहार गरे। के भने ब्रह्मास्त्र, इन्द्रास्त्र, देव्यास्त्र, वरुणास्त्र, अग्न्यास्त्र, दिपाल गर्दा खडक गदा खड महाकाली 64 योगिनी नन्दी भिङ्गी प्रथम गढ भूत प्रेत विश्वज्वर माथि प्रहार गरे। यस्ता तरहसँग आफूहरूलाई प्रहार गरेको देखि वीरभद्रका गढहरू पनि विशब्दसँग गर्जी फौजभित्र पसी जति पाएको टाउको निमोठी खाई हात माची खुट्टा भाँची मुर्कीले हानी रगत छदाई देवताहरूलाई चूर्ण गरे। फेरि महाकालीले काल जस्तो खडक लिई राता आँखा गरी वर्षाको मेघ गर्जे झैँ सिंहनाद गरी मृगका फौजमा सिंह गए झैँ देखि क्रोधले नन्दी भृङ्गी चतुर्श्री योगिनी भूत प्रेत पिशाच प्रथम गण समेत भई शत्रु पक्षका कसैका शिर छुट्याए, कसैका हात पाउ छुट्याए, कसैको रगत पिए, कसैको मासु खाए। रगतले मातिएका कोही नाश नलागे, कोही के खाएको जे पाइँदैन खाउ न चाहिँ, कोही नाच नलागे, कोही हाँस नलागे, कोही दगुर नलागे। कोटी कोटी देवता दक्ष प्रजापतिका सेना संहार गरे। रगतले नदी बग्यो आदि दक्ष प्रजापतिका सेनाले फेरि महाकाली उप शस्त्र अस्त्र वर्षाए। ती सशस्त्र महाकाली छेउ पर्ना साथ भस्म भई गयो। महाकाली चतुष्टी योगिनी भूत प्रेत पिशाच प्रथम गणले फेरि दक्ष प्रजापतिका सेना मारिदिए। विश्वम्भरले पनि सबैका शरीरमा प्रवेश गरी अचेष्टा गराए। तब वैकुण्ठनाथ विष्णुले सम्पूर्ण देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग बाँकी रहेका दक्ष प्रजापतिका सेना बिल्कुल अचेष्टा भएको देखि आफ्नो शरीरबाट शीतल ज्वर उत्पत्ति गरी सबैलाई चेष्टा गराए। फेरि नाना शस्त्र अस्त्र लिए अग्निका ज्वालामा पुतली आदि जाइ लाग्दा झैँ वीरभद्रमाथि जाइ लागे। वीरभद्रले त्रिशूल उठाई सिंहनाद स्वर गरी सुकेका फरमा आगो लाग्दा क्षणमा दक्ष प्रजापतिका सेना मारिदिए। कसैका शिर छैनन्, कसैका पाउ छैनन्। यस्तो देखि कोही रक्षा गर भनी भाग्न लागे। कोही भाग्न नसकी भूमिमा परे। यज्ञ विध्वंस गरी जति पाएका देवता समाति यज्ञमा होम्न लागे। वीरभद्रले यस्ता तरहले देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग दक्ष प्रजापतिका सेना मारेको यज्ञ विध्वंस गरेको देखि विष्णुले अत्यन्त क्रोध गरी राता आँखा गरी नागले श्वास झिके झैँ सुस्केर हाली अग्निका ज्वाला जस्तो भयो। बायाँ हातले पञ्चजन्य शङ्ख बजाई दाहिने हातले कौमुदको गदा उठाई संहार कालका रुद्र जादा जय वीरभद्रको सेनामाथि जाइ लागे। त्यो देखि देवता गन्धर्व किन्नर दैत्य नाग दक्ष प्रजापतिका सेनाले धन्य विष्णु तिमी जय कल्याण होस् पनि आफ्ना शस्त्र अस्त्र लिए विष्णुसँग लागि लड्न लागे। त्यो देखि महाकालीले क्रोधले अग्निको ज्वाला जस्तो बडो तेज निकाली खड्ग उठाई चतुष्ठी योगिनी भूत प्रेत पिशाच प्रथम गणले सहित भई लड्न लागिन्। जस्तै ठुलो वायु जता मेघ खण्ड भई फाट्दछ देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग दक्ष प्रजापतिका सेनालाई 10 दिशा भगाइन्छ। त्यो देखि विष्णुले निर्धक्कैसित वीरभद्रका छातीमा कौमुदीका गदा छोडे। त्यो गदा गएर वीरभद्रका छातीमा लागि भूमिमा मुल्छा परे। फेरि विष्णुले नन्दी भृङ्गी चतुष्टी योगिनी भूत प्रेत पिशाच प्रथम गणलाई त्राई गराने पनि नन्दी भृङ्गी चतुष्टी योगिनी भूत प्रेत पिशाच प्रथम गण शङ्खका शब्दले गदाका प्रहारले कोही भूमिमा परे भए, कोही भाग्न लागे। त्यो देखि
मूर्छा भयो भने हेर्दा आफ्नो सेना कोही भूमिमा परेका कोही भाग्न लागेका देखाए। नारायण कहाँ हेरी बेगले छोडे त्यो त्रिशूल विष्णुका छातीमा लगी। त्रिशूलका वेदनाले सहन नसकी नवद्वारबाट रगत बगाए। रणभूमिमा लाटो लडी मूर्छा भए। वीरभद्रले विष्णु मूर्छा परेको देखि प्रलयकालका मेघले गर्जना गरे जस्तो स्वर गरी गर्जी दक्षको सेनामाथि जाई कोशी देवताको नाश गरे। वीरभद्र गर्जेको स्वरले देवताहरू त्राई भनी कराई भागे। कोही मूर्छा भइरहेका नन्दी वृङ्गी चतुर्थी योगिनी प्रेत पिशाचका कानमा परी मूर्छाबाट भिन्ची खडा भई हेर्दा वीरभद्रले विष्णुलाई मूर्छा पारी देवताको नाश गर्न लागेको देखि धन्य धन्य वीरभद्र भने कोलाहल शब्द गरी